अहिले तपाईलाई सपना कसैले देखाउला कि तपाईले मलाई भोट दिनुस्, तपाईको छोराछोरीहरूलाई मैले जागिर लगाइदिन्छु, म जितेपछि पक्कै तपाईको छोराछोरीलाई पालिकामा होस् वा कुनै सार्वजनिक पदमा होस्, करारमा होस्, म तपाईको छोराछोरीलाई जागिर लगाइदिन्छु, तपाईले मलाई एकचोटि हेर्नुस्। दर्शकबिन नमस्कार, म चाहिँ सिकन्दर कुशवाहा, एक सामाजिक अभियन्ता। हेर्छु छु अहिले सोशल मिडियामा के हेरेको छु, बारम्बार हरेक क्षेत्रबाट, मध्य प्रदेशको हरेक क्षेत्रबाट तथा अन्य क्षेत्रबाट पनि यो गुनासो म हेरेको छु कि यो क्षेत्रमा विकास भएन रे। भिडियो पनि हेरेको छु, तपाईँ पनि हेर्नु भएको होला। कुनै कुनै ठाउँमा जनताहरू भिडियो गरेर पठाउनुहुन्छ सोशल मिडियामा कि यहाँको मुखियाले गर्दा, यहाँको मेयरले गर्दा यहाँको अवस्था कस्तो भएको छ, यहाँको स्थानीय सरकारले के गरेको छ र यहाँको प्रदेश सरकारले के गरेको छ कि अहिलेसम्म यो गाउँको अवस्था त्यस्तै छ। तपाईँ भिडियो हेर्न सक्नुहुन्छ। गौड़ा नगर पालिका वार्ड 8 जिंगड़िया के मुखिया जी अपने 25 लाख के ग्रेवल जिंगड़िया में कहाँ गिरैली? मुखिया जी अपने के वोट दिली, यही कादो पानी में हम चलेला, अपने के जितैली, अपने 70-25-30 लाख के बजट आइली, अपने कहाँ गिरैले बाड़ी। यो भिडियो चाहिँ पर्सा जिल्लाको, यो पनि भिडियो हेर्न सक्नुहुन्छ। कल के बजट मुखिया जी डाल दिहन, सब कर दी लोग, आ 1 लोटा पानी गिराओ के निकसार ना बनाई लोग, ये अच्छा बात बा। बच्चा भी गिर गया सभी नहीं यार, सब बच्चा यही रास्ता से जाए वाला हो, सो है ना होने का बच्चा गोट नहीं खाने भाई ना हमनी के बच्चा सब यार जा। अनि तपाईहरु भन्नुस्, यो घटनाको चाहिँ मुख्य जिम्मेवारीको अहिले हेर्नुस्, चुनावको टाइममा मात्र हाम्रो एउटा के बानी छ, हामी के गर्छौं चुनावको टाइममा अलिकति कसैले पैसा दिइदियो, कसैले मासु भात खुवाइदियो। आज हाम्रो समाजमा एउटा के चलन छ भने कि कसैले जातको नाममा भोट दिन्छ, त कसैले धर्मको नाममा मेरो धर्म, कसैले समुदायको मेरो समुदाय हो भने समुदायको नाममा भोट दिन्छ। तर हाम्रो समाजमा यो कुरा हेर्दैन कि हामी कुन व्यक्तिलाई भोट दिन गइरहेका छौं। अहिले पनि टाइम छ, यदि तपाईहरु पक्कै चाहनुहुन्छ आफ्नो स्थानीय तहको विकास गर्नको लागि, त सबैभन्दा पहिला म तपाईहरुसँग एउटा के कुरा अपिल गर्न चाहन्छु, अहिले 2084 को चुनाव हुन गइरहेको छ, यसमा कृपया त्यस्तो मान्छेले मात्र तपाईले भोट दिनु होला जुन त्यो गाउँको वार्ड अध्यक्षको काबिल हो। यो पनि परम्परा हाम्रो देशमा रहेको छ कि म एमएलएबाट छु भने एमएलएबाट मात्र भोट दिन्छु, कांग्रेसको छु भने कांग्रेसलाई मात्र भोट दिन्छु। अब एउटा किसान खेती गर्ने बेलामा मैले खाद कहिले पाउँछु भनेर लाइन बस्नु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। हेर्नुस्, पार्टी कुनै खराब हुँदैन, पार्टीको नेतृत्व गरेर मान्छेको नियत खराब हुन्छ। तर एउटा कुरा के ख्याल गर्नु होला कि त्यो व्यक्ति वास्तवमा त्यो पदको लायक छ कि छैन। किनभने साथीहरु, तपाईले अहिले ख्याल गर्नु भएन भने फेरि 5 वर्ष त्यही व्यक्तिले तपाईमाथि, तपाई हामीमाथि नै शासन गर्नेछ। तपाई जनताको प्रतिनिधि, तपाईलाई अलिकति लाज शरम लाग्दैन? काम रूपमा तपाईले लाग्दैन। देशको चौथो अङ्गलाई तपाई थर्काइराख्नु भएको छ। फर्काउँछु, तिमीहरुको टाढा सक्छु म, भाग्छु म। तपाई राजा हो, राजा हो म। अनि त्यसपछि हामी केही गर्न सक्दैनौँ। प्रत्येक वर्ष हामीलाई एउटा मौका हुन्छ आफ्नो गल्ती सोच्याउनको लागि, त्यही भएर अहिले पनि मौका आएको छ। तपाई एउटा सभ्य व्यक्तिलाई दिनु होला जुन त्यो पदको लायक होला। तपाईहरुलाई के लाग्छ आफ्नो विचार कमेन्टमा अवश्य दिनु होला। यति भन्दै म आफ्नो दिउँसो यही टुङ्ग्याउँछु। धन्यवाद।